यदि ऊ फर्केर आयो भने तर त्यही अनुहार तर उही गल्तीहरू के म फेरि बग्नु उचित हुन्छ? यो कविताको शीर्षक छ त्यही गल्तीहरूसँग। यदि ऊ फर्केर आयो त्यही अनुहार बोकेर तर त्यही गल्तीहरू छायासहित के म फेरि त्यसै छायाभित्र पस्ने? एकपटक जलिसकेको मन फेरि किन आगोमा पस्ने? के प्रेम भन्नुको अर्थ हरपल माफ गरिरहनु हो? ऊ त फेरि आउन सक्छ वर्षापछि, मौसम फेरिएपछि, तर म त्यो दिनमा अड्केको छु जहाँ उसले म फर्किदिन भनेर पनि फर्किएको थियो। उसलाई सम्झदा दुःख थियो तर त्यही पीडामा केही मिठास पनि थियो। सायद त्यसैले म छुट्न सकिनँ, तर साँच्चै के त्यो प्रेम थियो? यदि म रोएँ उसलाई सम्झेर के त्यो आँसुहरू प्रेम थियो कि केवल चोटमा गाँसिएको एक भ्रम? तर यदि ऊ फर्कियो पनि अनि फेरि त्यही गल्तीहरू सहित आयो भने सायद म अब मौन रहनेछु, नरोकिने नबग्ने, केवल टाढा हुने। किनभने केही चोटहरू माफ गर्न सकिन्छ तर फेरि दोहोऱ्याउन दिने छैन। तर उसलाई बिर्सिने तयारी गर्दै थिए, सासहरूभित्र लुकाएर आँसु पोख्दै थिए, तर त्यो त हावासँग फेरि आइपुग्यो। अझै पनि आँखाको कुनामा बाँकी रहिरहेको थियो। भुल्ने कोसिसमा कविता लेखे, उसको यादहरूमा चिसो भयो, तर अचानक त्यो आवाज सुनेपछि मुटुको गीत फेरि उस्तै बग्न थाले। फर्किएर आयो भने के भनौँ म उसलाई? तिमी बिना पनि बाँचे कि तिमी बिनाको हर पल मरे? म मुस्कान सही स्वागत गरौँ कि आँखा लुकाऊ? किनकि चोटले त अहिले पनि निधाउन दिँदैन। उसले बुझेको भए बिर्सिन सजिलो हुँदैन भन्ने। सायद ऊ हिँड्दैन्थ्यो होला यति टाढा, तर फर्केर आयो भने शब्द छैनन्, केवल मौनता र हृदयको धड्कन बाँकी छ। केवल हृदय र धड्कन बाँकी छ।